बालेन शाह अनि केपी शर्मा ओलीको यो प्रतिस्पर्धामा तपाईँ हामीले चाहिँ बालेन शाहलाई जिताउनै पर्छ। चर्को एउटा चाहिँ विरोध सँगसँगै यो चाहिँ जुन चर्को माग छ नि, यो चाहिँ एउटा बाजेलाई बिदाई गरेर छोरा नातिले चाहिँ हैन अलिकति आवश्यक परेपछि देशको बागडोर सम्हाल्ने या जिम्मेवारी वहन गर्ने समय आइसकेपछि यसको छनौट र यसको चाहिँ एउटा एकता चाहिँ हामीले त्यो क्रिएट गर्नुपर्छ। हामीले चाहिँ जसरी भए पनि चाहिँ हामीले चाहिँ जिताउनै पर्छ। यो चुनावको लागि हरेक पार्टीमा चाहिँ अहिले आगो बलिरहेको छ, तयारी भइरहेको छ। हरेक पार्टीले चाहिँ देखाउन खोजिरहेको छ कि हामी जित्छौँ हैन, र चाहिँ अरूले चाहिँ हार्छन् या बालेन शाहले नै हार्छन् भनेर विभिन्न पार्टी या विभिन्न कार्यकर्ता, विभिन्न नेताहरूले चाहिँ भनिरहेको खण्डमा हामीले चाहिँ त्यो कुरालाई मनन गर्नुपर्छ। पहिलो कुरा त हामीले चाहिँ यो विगतमा भइरहेको कुरालाई सम्झिनु पर्यो, विगतमा भइरहेका नोक्सानी कुराहरूलाई सम्झिनु पर्यो। यी सबै कुराहरूलाई सम्झेर बुझेर अलिकति सही ढङ्गले चाहिँ छनौट गर्न सकियो र सही ढङ्गले चाहिँ हामीले उहाँहरूलाई सपोर्ट, समर्थन र चाहिँ आफ्नो सभ्य नागरिकको भूमिका निर्वाह गरेर चाहिँ जिताउन सफल भयो भनेपछि पक्कै पनि केही न केही चाहिँ हुन्छ, नहुने होइन। र अर्को कुरा, बालेन शाहले पक्कै पनि जित्छन् भन्ने यो सङ्केत हामीले पाइसकेका छौँ र 100% जित्छन् भन्ने सङ्केत जुन हामीले पाइरहेका छौँ, यो कुरालाई कायम हुनु पर्यो। समय छैन, आउँदैछ अब एकदम जति नजिक हुँदैछ त्यति चर्को माग भइरहेको छ, त्यति चर्को हैन एउटा चाहिँ विरोध पनि भइरहेको छ। तर जे पनि भइरहेको छ हामीले चाहिँ सही ढङ्गले चाहिँ यस पटकको चाहिँ एउटा चाहिँ दिनुपर्ने सही भोट चाहिँ सही ठाउँमा लगाऊ, सही ठाउँमा देऊ हैन। पार्टी जन्मिन्छन्, नेता जन्मिन्छन्, मान्छे जन्मिन्छन्, पार्टी जन्मिन्छन्, नेता जन्मिन्छन् हैन। जन्मिसकेपछि अगाडि पनि आउँछन् र यो पटक चाहिँ हामीले चाहिँ भुलचुक हुनु हुँदैन। यो पटक जसरी भए पनि बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्छ। बाँकी छट्टुपट्टु चङ्गोहरूको चाहिँ कुरा छोडौँ हामी हैन। त्यसले गर्दाखेरि आम नागरिकको हिसाबले अब यदि विदेशबाट पनि भोट हाल्न सक्ने वातावरण बन्थ्यो भने अत्यन्तै राम्रो हुन्थ्यो। त्यो वातावरण चाहिँ छैन। विभिन्न पार्टीले माग गरेको पनि देखिन्छ, यो बुदाहरू राखेको पनि देखिन्छ। तर थाहा छ यो टाउकीहरूले चाहिँ हुन दिँदैनन् र हुन दिएका पनि छैनन्। तर नभए पनि केही छैन। तर यो पटक चाहिँ पक्कै बालेन शाह देशको प्रधानमन्त्री हुन्छन् र बनाउनुपर्छ।